आजको यो भिडियोमा चाहिँ तपाईहरुलाई म गोल्ड जुन हामीले सुन पनि भनिन्छ त्यसको बारेमा केही कुराहरू बताउन गइरहेको छु। केही समयदेखि हाम्रो सोशल मिडिया प्लस अरु न्यूज क्षेत्रमा चाहिँ धेरै नै गोल्डको बारेमा चर्चा परिचर्चा भइरहेको छ, किनभने 10 वर्ष अगाडि जुन गोल्डको प्रति तोला मूल्य लगभग 50,000 55,000 60,000 को रूपमा थियो, 5 वर्ष अगाडि पनि सायद यति धेरै थिएन होला। तर अहिले अचानक आएर तपाईको वर्ष दिन भयो, विदिन 1 इयर को ग्यापमा चाहिँ एउटा गोल्डको प्राइस प्रति तोला 70-80,000 90,000 देखि लिएर अहिले अचानक लगभग 2 लाख प्रति तोला पुगेको छ। आखिर यो गोल्ड बढ्नुको कारण चाहिँ के हो अनि गोल्डको हिस्ट्री चाहिँ के हो, गोल्ड चाहिँ यति महँगो यति इम्पोर्टेन्ट यति महत्त्वपूर्ण हुन चाहिँ किन गइरहेको छ, त्यसको बारेमा केही चर्चा परिचर्चा गरौँ आजको भिडियोमा। 2019 जुन कोभिड भन्दा अगाडिको टाइम हेर्ने हो भने चाहिँ जुन गोल्डको प्राइस लगभग 60,000 61,000 65,000 70,000 को बीचमा रहेको प्राइस कोभिडको एन्डसम्म चाहिँ 2020 को अन्तिम 2021 को आसपास आउँदाखेरि चाहिँ गोल्डको प्राइस चाहिँ पर तोला लगभग 1 लाखसम्म पुगिसकेको थियो। त्यसपछि 2021 देखि लिएर 2024 सम्मको डेटा हेर्दा चाहिँ तपाईको के छ भने जुन गोल्डको प्राइस 1 लाख को थियो, 1 लाख देखि नै 1,20,000 फेरि घटेर 90,000 सम्म पनि आएको देखिन्छ। अचानक 2024 पछिको एउटा डेटा हेर्दा चाहिँ के देखिन्छ भने गोल्डको प्राइस लगभग पर तोला 1,20,000 देखि लिएर बढेर लगभग 2 लाख पुगिसक्यो। 2 लाख पछि पनि लगभग 2,50,000 पनि पुगेको छ। अहिलेसम्म हेर्दा चाहिँ 2,55,000 2,58,000 सम्मको चाहिँ पर तोला प्राइस देखिएको छ। यसको पछाडिको कारण चाहिँ के हुन सक्छ, ल अब यो भिडियोमा विस्तृत रूपमा बुझौँ। अहिलेसम्मको गोल्ड हेर्दा चाहिँ तपाईको टोटल माइन्ड भएको अनि अहिलेसम्मको भेटिएको गोल्ड चाहिँ 2,44,000 मेट्रिक टन चाहिँ रहेछ, जसमध्ये 2,16,000 मेट्रिक टन चाहिँ तपाईको अलरेडी माइन्ड र एबभ ग्राउन्डमा छ अनि रिमेनिङ 57,000 मेट्रिक टन चाहिँ अझै पनि पृथ्वीमा छ भनेर गोल्ड चाहिँ एस्टिमेट देखाएको छ। यो मध्येको गोल्डमा चाहिँ तपाईको 45% अफ द गोल्ड चाहिँ तपाईको ज्वेलरी एन्ड डेकोरेसनमा चाहिँ युज भएको देखिन्छ। अरु 10-15% चाहिँ तपाईको इन्डस्ट्रीहरुमा अनि स्पेशल वर्क्सहरुमा तपाईको जुन चिप्सहरु बनाउने तपाई इलेक्ट्रिकल कम्पोनेन्ट्सहरु बनाउनेमा चाहिँ युज भएको देखिन्छ। अब बाँकीको गोल्ड चाहिँ कहाँ छ त? सो बाँकीको गोल्ड चाहिँ तपाईको अल अराउन्ड द वर्ल्डमा चाहिँ तपाईको युजुअली स्टोर भएर बसेको छ। युजुअली युएस मा, न्युयोर्कमा, स्पेशली लन्डनमा अनि चाइना रसिया जुन ठुलठुलो कन्ट्रीजहरु छ त्यहाँ चाहिँ तपाईको युजुअली गोल्ड बारहरुको रूपमा चाहिँ स्टोर गरेर राखेको छ। अहिले चाहिँ के भइरहेको छ भने नट ओन्ली पिपल कन्ट्रीहरुले नै गोल्डहरु बाइ गरिरहेको छ अनि हाम्रो फेडरल रिजर्भमा राखिरहेको छ। स्पेशली चाइना र रसियाले पनि आफ्नो गोल्डहरु बाइ गरेर राखेको छ। योसँग त अलरेडी टन्नै नै गोल्ड छ। सो अल अराउन्ड द वर्ल्ड मोस्ट अफ द कन्ट्रीजहरु चाहिँ गोल्ड बाइ गरेर चाहिँ राख्ने अहिले तपाईको शपिङ स्ट्रीटमा चाहिँ गएको देखिन्छ। यति सारा गोल्ड जुसको भ्यालु अहिले यति बढेको छ, आखिर यो गोल्ड चाहिँ हाम्रो पृथ्वीमा कसरी आयो? गोल्ड चाहिँ तपाईको एस्ट्रोइड बाट आएको भनी सुनिन्छ, किनभने यो चाहिँ डाइङ स्टार्सहरु जुन अब तपाईको कस्मिक युनिभर्समा चाहिँ तपाईको यो डाइङ स्टारहरु थियो उनीहरुमा चाहिँ भएको प्रपर्टिजहरु चाहिँ तपाईको छुट्टिएर एस्ट्रोइडले चाहिँ अब तपाईको बिखरेर जुन हाम्रो पृथ्वीको ओरिजिनको टाइममा, ओरिजिन पछि पनि जब हाम्रो आइस एजको टाइममा, त्यसपछि पनि अरु समयमा चाहिँ तपाईको पृथ्वीको सतहमा चाहिँ आएर चाहिँ यो पहिले नै रिजर्भ भएर अब भनौं न पृथ्वीको सतहमा लुकेर बसेको चाहिँ देखिन आउँछ। किनभने हिस्ट्री हेर्दा चाहिँ तपाईको गोल्ड चाहिँ पृथ्वीमा आफै उत्पन्न भएको चाहिँ होइन भन्छ धेरै तपाईको रिसर्चले चाहिँ, हैन? यो चाहिँ बाहिरी तपाईको पृथ्वी भन्दा पनि बाहिरबाट अर्को युनिभर्सबाट अर्को एस्ट्रोइड अर्को स्टार्सहरु तपाईको डाइङ स्टार्सहरुबाट चाहिँ गोल्ड चाहिँ तपाईको पृथ्वीको सतहमा आएर चाहिँ यो चाहिँ एकदम पृथ्वीमा मिसिएर अरु अलग अलग पार्ट्सहरुमा चाहिँ स्प्रेड भएको चाहिँ देखिन आउँछ। पहिलाको जमानामा चाहिँ तपाईलाई थाहा छँदैछ बार्टर सिस्टम थियो जुन दुनियाँमा पैसा त्यति थिएन। पैसा हुनुभन्दा अगाडि चाहिँ तपाईको सुरुको जमानामा चाहिँ तपाईको अब भनौं न मलाई के चाहिएको छ तँलाई के चाहिएको छ त्यो एक्सचेन्ज गर्ने, गाई वस्तुहरु एक्सचेन्ज गर्ने, अब खानाहरु एक्सचेन्ज गर्ने, फेरि बिस्तारै तपाईको एक हिसाबले कोइन्सहरु आयो, हैन? अब यो जब गोल्डको पहिलो अब एक हिसाबले माइन्ड भयो, गोल्ड पहिला प्रोडक्ट पाइयो, त्यसको चाहिँ अब केमिकल प्रपर्टिजहरु हेर्नुस्, त्यसको त्यो एउटा साइनिनेस हेर्नुस्, मान्छेलाई यसै पनि धेरै राम्रो लागेर त्यसलाई चाहिँ एक हिसाबले धेरै मूल्यवान बनाउन चाहिँ मान्छेहरूले आफ्नो बिलिफहरु एड गर्यो। त्यसपछि त्यो बिलिफलाई चाहिँ मान्छेले यति स्ट्रङ बनाएर चाहिँ गोल्ड चाहिँ वान अफ द भेरी भ्यालुएबल मटेरियल चाहिँ मान्छेहरूले बनाउन गयो। किनभने एक हिसाबले हेर्नुस् गोल्ड लिमिटेड छ, गोल्ड चाहिँ अरु मेटल भन्दा अलग चाहिँ किन छ? त्यसको एउटा प्रपर्टिज एउटा क्वालिटी केमिकल क्वालिटिज हेर्नुस् जुन चाहिँ
अरू मेटेरियलमा त्यति पाउन सकिँदैन। त्यो भएर चाहिँ गोल्ड चाहिँ पहिलेदेखि नै यति इम्पोर्टेन्स हुन आएको हो। अब जुन ह्युमनहरूले चाहिँ अब सुरुमा जब फर्स्ट टाइम गोल्डहरू पायो, अब हामी जङ्गलमै अब हुर्किने अनि नदीमै हुर्किने मान्छेहरू त्यसरी नै एउटा एभोल्युसन भएको थियो। अनि पहाड खोज्दै जाँदाखेरि, जङ्गलमा जाँदाखेरि, तपाईँको नदीको छेउमा जाँदा चाहिँ तपाईँको यो सुनहरू पाइयो, जुन चाहिँ एक हिसाबले साइनी मेटेरियल भएर चाहिँ मान्छेको आइज कट गर्यो। त्यसपछि मान्छेले यसलाई चाहिँ अब अनेक किसिमले युज गर्दै आयो पहिलोदेखि नै होइन। पहिला चाहिँ कोइनमा लियो, त्यसपछि मान्छेले थोरै थोरै ज्वेलरी गराउन थाल्यो, त्यसपछि अहिले आएर चाहिँ यसको अब युज चाहिँ धेरै इलेक्ट्रिकल कम्पोनेन्टहरूमा पनि युज भएको छ। अरू धेरै कुराहरूमा यसको यो धेरै नै राम्रो केमिकल प्रपर्टिजहरू क्वालिटी भएर चाहिँ यसलाई चाहिँ धेरै युजमा आएको छ अहिले। त्यसपछि के हुन्छ भने तपाईँको गोल्ड चाहिँ एक हिसाबले कोइन पछि एक हिसाबले तपाईँको पैसाको रूपमा युज हुन आउँछ होइन। पहिलाको त्यो एउटा फाइनेन्सियल इन्स्टिट्युसनहरूले चाहिँ जस्तै एक हिसाबले हामीले ब्याङ्क भनिन्छ अहिले, उनीहरूले चाहिँ पेपर नोट्सहरू एक हिसाबले पैसा जुन अहिलेको फर्ममा छ त्यो चाहिँ क्रिएट गर्न थाले होइन, ब्याङ्क नोट्सहरू। त्यसमा चाहिँ के हुन्थ्यो भने चाहिँ जसँग गोल्ड छ त्यो चाहिँ तपाईँको ब्याङ्कमा लगेर डिपोजिट गर्यो, त्यसपछि त्यो नोट्सहरू ब्याङ्कले चाहिँ एउटा त्यो बिलिभ गरेको एक हिसाबले बिलिभ नै हो होइन। अब हामीले जो सोच्छौँ त्यो एक हिसाबले बिलिभ नै हो। पैसा के हो, ब्याङ्कले एक हिसाबको कलेक्टिभ बिलिभले गर्दा चाहिँ हामीले पैसालाई पनि यति भ्यालु दिएको छौँ, त्यसपछि ब्याङ्क्सको तपाईँको गोल्डलाई पनि यति भ्यालु दिएको छौँ। सो एक हिसाबले मान्छेले चाहिँ आफ्नो गोल्ड रिजर्भ गर्यो, पैसा चाहिँ निकाल्यो, त्यसपछि बिस्तारै जोसँग जति गोल्ड छ त्यति नै पैसा अब ब्याङ्कले दिन गऱ्यो होइन। सो अनि गोल्डको चाहिँ यति भ्यालु बढ्यो कि अनि अहिले चाहिँ दुनियाँमा जोसँग पनि कन्ट्रीमा जोसँग गोल्ड छैन त्योसँग पैसा छैन। सो इन केस हाम्रो कन्ट्री नेपालले पनि केही पैसा प्रिन्ट गर्नु पर्यो, इभन अरू कन्ट्रीहरूले पनि प्रिन्ट गर्नु पर्यो भने चाहिँ के गर्छ त, गोल्ड लगेर डिपोजिट गर्ने हो अनि त्यसपछि बल्ल पैसा प्रिन्ट गर्न पाउँछ। सो हाम्रो त्यो एउटा बिलिफ सिस्टमले गर्दा चाहिँ धेरै पछि आएर एउटा यो गोल्डको भ्यालु चाहिँ यति धेरै हुन पुगेको हो। अब विश्वमा एक हिसाबले इकोनोमीहरू धेरै नै अब बढ्दै थियो। सो 1900मा आएर चाहिँ स्पेसली युनाइटेड स्टेट प्लस युरोप अरू ठुलो बिग कन्ट्रीहरूले चाहिँ गोल्ड स्ट्यान्डर्ड एक हिसाबले गोल्डको चाहिँ तपाईँको सेट स्ट्यान्डर्ड मापदण्डहरू तयार गरे। इनकेस तपाईँलाई पैसा चाहियो भने यु हेभ टु डिपोजिट गोल्ड टु गेट अ मनी। सो त्यो सिस्टम चाहिँ धेरै कन्ट्रीहरूमा चाहिँ लागू भयो। गोल्ड स्ट्यान्डर्ड लागू भएपछि तपाईँको के हुन्छ भने युएसमा चाहिँ तपाईँको फेडरल ब्याङ्क एउटा सेन्ट्रल ब्याङ्क भन्ने चाहिँ एउटा क्रिएट हुन्छ होइन। नेपालमा चाहिँ राष्ट्र ब्याङ्क भनिन्छ। सो हरेक कन्ट्रीमा चाहिँ एक हिसाबले एउटा सेन्ट्रल ब्याङ्क चाहिँ निर्माण हुन्छ। सेन्ट्रल ब्याङ्कको काम चाहिँ के हो भने एक हिसाबले पोलिसिजहरू बनाउने, मोनिटरी पोलिसिजहरू बनाउने अनि पैसालाई चाहिँ कसरी सर्कुलेट गर्ने इकोनोमीमा। तपाईँको हाम्रो मान्छेहरूले चाहिँ पैसालाई कतिसम्म निकाल्न सक्छ, कतिसम्म ल्याउन सक्छ, कतिसम्म डिपोजिट गर्न सक्छ, एक हिसाबले त्यो चाहिँ एउटा रुल सेट गरिदिएपछि चाहिँ अरू सानो सानो ब्याङ्कहरूले चाहिँ यस्तै त्यो सेन्ट्रल ब्याङ्कको कामहरू चाहिँ हेर्न थाल्यो। त्यो भएपछि चाहिँ के हुन थाल्यो भने चाहिँ मान्छेहरूले चाहिँ सुरुमा चाहिँ गोल्डलाई डिपोजिट गर्ने अनि पैसा चाहिँ लिने होइन। सो स्टार्टिङमा चाहिँ ब्याङ्कले चाहिँ सबै इन्ट्रेस्ट रेटहरू सानो गराएपछि चाहिँ के हुन थाल्यो भने मान्छेले चाहिँ पैसा चाहिँ मान्छेहरूले निकाल्न थाल्यो। पैसा निकाल्न थालेपछि एक हिसाबले उनीहरूले बिजनेस गर्न थाल्यो, जब गर्न थाल्यो। सो ओभरअल पोइन्ट चाहिँ तपाईँको के थियो भने गभर्मेन्टले चाहिँ जानी बुझी चाहिँ मान्छेहरूलाई चाहिँ गोल्ड चाहिँ निकाल्न नदिएर अरू एक हिसाबले पैसा करेन्सी चाहिँ अब भन्नुभयो हाम्रो पैसा चाहिँ दिएर बिजनेस गर्न थाल्यो। त्यसपछि चाहिँ एक हिसाबको ब्याङ्कले चाहिँ म्यानिपुलेट गर्न थाल्यो कि मान्छेहरूलाई कतिसम्म दिने कतिसम्म नदिने। सो सिन्स देन अहिलेसम्म हाम्रो लाइफमा चाहिँ एभ्री पार्ट अफ द लाइफमा चाहिँ ब्याङ्कको चाहिँ ठुलो भूमिका देख्न आउँछ। 1933मा आएर चाहिँ के हुन्छ भने एक हिसाबले चाहिँ गोल्डको चाहिँ जुन एउटा भ्यालु थियो अब एक हिसाबले गोल्ड रिजर्भ गर्ने प्लस प्रिन्ट गर्ने भ्यालु थियो, अमेरिकाले चाहिँ कम्प्लिट चेन्ज गरिदिन्छ। 1933मा चाहिँ आएर चाहिँ युएसले चाहिँ एउटा आफ्नो रुल निकाल्छ कि युएसलाई चाहिँ आफ्नो गोल्ड चाहिँ चाहिँदैन, किनभने मनी प्रिन्ट गर्नको लागि। सो वाइ बिकज गोल्ड चाहिँ एक हिसाबले लिमिटेड छ होइन। सो लिमिटेड भएको गोल्ड चाहिँ अब धेरै त अब ल्याउन सकिँदैन। सो एउटा कन्ट्र्याक्ट हुन्छ, एउटा अब बोन्ड साइन हुन्छ। त्यसपछि चाहिँ के हुन्छ भने त्यसमा चाहिँ युएसले चाहिँ दे क्यान प्रिन्ट एज मच डलर एज दे वान्ट। सो जति पनि डलर उसले चाहिँ प्रिन्ट गर्न सक्छ विदाउट एनी गोल्ड रिजर्भ भनेर चाहिँ युएसले चाहिँ आफ्नो एउटा रुल निकाल्छ। अब पैसा चाहिँ थिन एयरदेखि यसरी प्रिन्ट गर्न थालेपछि चाहिँ के हुन्छ भने त्यसको भ्यालु चाहिँ कम हुँदै जान्छ। त्यो भ्यालु कम भएपछि चाहिँ एभ्रिथिङ प्राइसेस गोज अप। सो देन व्हाट ह्यापन्स, इन्फ्लेसन। 1944को अन्तिमसम्म आउँदा चाहिँ वर्ल्ड वार सेकेन्ड चाहिँ लगभग सकिनै आँटेको थियो। त्यसमा चाहिँ युएस
अल अफ द सडन जापानलाई तपाईको न्युक्लियर बम हान्यो अनि जर्मनीलाई पनि डिफिट गरेर चाहिँ वान अफ द बिगेस्ट लिडर हुन चाहिँ पुगिसकेको थियो 1945 सम्म चाहिँ हैन। 1945 पछि चाहिँ के हुन्छ भने युएस चाहिँ एक किसिमले सुप्रिम पावर बन्न आउँछ वर्ल्डको। त्यहाँ चाहिँ युएसले चाहिँ एउटा आफ्नो के आइडिया प्रपोज गर्छ भने युएस डलर चाहिँ अल ओभर द वर्ल्डमा चाहिँ एक हिसाबले ग्लोबल करेन्सी बनाउने भनेर चाहिँ प्रपोज गर्छ। त्यो बेलामा चाहिँ अरू कन्ट्रीहरूले पनि के हुन्छ भने वाइ नट मेक अ डिफ्रेन्ट युनिभर्सल करेन्सी भनेर चाहिँ प्रपोज गर्न आउँछ। तर युएसले चाहिँ के आइडिया दिन्छ भने लुक तपाईहरुले चाहिँ आफ्नो वर्ल्ड वारको टाइममा चाहिँ आफ्नो गोल्ड दिएर चाहिँ वेपन्सहरु लिएर जानुभयो। सो वी हैव लट्स अफ गोल्ड एन्ड आवर मनी इज ब्याक्ड अप बाइ गोल्ड दैट इज रिजर्भ इन अ डिफ्रेन्ट पार्ट अफ अमेरिका भनेर चाहिँ युएसले चाहिँ एक हिसाबले विश्वास दिलाउँछ। सो पर आउन्सेस चाहिँ $35 भनेर चाहिँ हिसाबले युएसले चाहिँ आफ्नो आइडिया प्रपोज गर्छ टेक इट अर लिभ इट भनेर। 1934-33 मा चाहिँ फेडरलले चाहिँ के गरिरहेको थियो भने विदाउट एनी गोल्ड नै 3 इयरदेखि यतिकै नै पैसा प्रिन्ट गर्न सुरु गरेको थियो। 1945 चाहिँ तपाईको जुन एउटा सम्झौता भएको थियो वर्ल्डसँग चाहिँ उनीहरूले चाहिँ डलरलाई चाहिँ किङ बनाउनु छ भनेर चाहिँ अल ओभर द वर्ल्ड स्पेशली लाइक युरोपियन कन्ट्रीहरूलाई चाहिँ प्रमिस गर्छ कि गिभ अस योर गोल्ड विल गिभ यु द डलर टु डिफ्रेन्ट ट्रेड। तपाईको अब दुनियाँमा ट्रेड गर्नलाई चाहिँ इन्भेस्ट गर्नलाई चाहिँ तपाईलाई हामीले डलर दिन्छौँ। सो योर गोल्ड विल बी सेफ इन आवर सेफ बक्स भल्टमा चाहिँ सेफ हुन्छ। whenever you need a gold back डलर चाहिँ दिनु त्यसपछि चाहिँ हामीले तिम्रो गोल्ड वापस दिन्छौँ भनेर चाहिँ युएसले चाहिँ भनेको थियो। बट युएसले चाहिँ त्यो कुराहरू पर्मिस गर्न चाहिँ लगभग केही समयपछि सकेको थिएन किनभने पैसा चाहिँ यतिकै प्रिन्ट गरेको थियो विदाउट एनी गोल्ड अनि बाँकी कन्ट्रीहरूले चाहिँ आफ्नो गोल्ड चाहिँ माग्न सुरु गरिरहेको थियो कि अब चाहिँ हामीसँग गोल्ड मात्र कम छ। यो युएसले चाहिँ सबै गोल्ड चाहिँ रिजर्भ गरेर राखिसकेको छ। त्यसपछि डलर चाहिँ यतिकै फैलिरहेको छ जसको भ्यालु चाहिँ एक हिसाबले कम हुँदै गएको थियो। हिसाबले तपाईको युएस गभर्नमेन्टले चाहिँ तपाईको विश्वलाई चाहिँ गोल्डको पर्मिस देखाएर हामीसँग गोल्ड छ भनेर चाहिँ तपाईको डलर दिएको थियो अनि अरू कन्ट्रीको गोल्ड पनि लिएर रिजर्भ गरेको थियो। त्यो एउटा युएसले सिस्टम क्रिएट गरेर डलरलाई चाहिँ सुपर पावर एकदम किङ पावर दिएको थियो हैन। तपाईको 1960s मा चाहिँ फ्रान्सले चाहिँ हामीलाई चाहिँ हाम्रो गोल्ड वापस दे तेरो डलर लिएर जा भन्दा चाहिँ युएसले चाहिँ एक हिसाबले अब हामीसँग गोल्ड चाहिँ सकियो हामीसँग गोल्ड छैन रिजर्भ पनि छैन भनेर चाहिँ एनाउन्स चाहिँ गर्छ। 1973 मा चाहिँ तपाईको प्रेसिडेन्ट निक्सनले चाहिँ एक हिसाबको के नै भन्छन् भने हामीसँग पैसा छैन अब चाहिँ तिमीहरूले थाहा छँदैछ त अब वर्ल्डको लिडरहरूलाई चाहिँ बस एक ठाउँमा बसालेर सो गाइज लिसन अब तपाईहरुलाई थाहा छँदैछ किनभने गोल्ड नभए पनि वी हेभ डलर बिल्स विच इज अल ओभर द वर्ल्ड। वर्ल्ड वारको तपाईँ टाइममा हामीले सबैलाई हेल्प पनि गरेको थियो। सो हाम्रो इकोनोमी धेरै नै राम्रो छ एक हिसाबले डलर चाहिँ किङ नै भएको छ हैन। सो एभ्रीबडी इज डुइङ बिजनेस बाई डलर बाई नाउ अनि यो डलरलाई चाहिँ यसको भ्यालु बनाइराख्नु पर्छ भनेर चाहिँ निक्सनले चाहिँ एक हिसाबको बन्डहरू इस्यु गर्छ अल ओभर द तपाईको ठुलो कन्ट्रीहरूको प्रेसिडेन्टहरू अब प्राइम मिनिस्टरहरूलाई चाहिँ so they can exchange those bonds to get more stuff that they need for that country especially like तपाईको एक्सपोर्ट इम्पोर्टहरू अनि ओइलहरू अरू तपाईको इलेक्ट्रिक आइटम्सहरू अनि धेरै अरू सामान जो अब कन्ट्रीको लागि जरुरत छ त्यो चाहिँ यु क्यान बाई इस्युइङ दोज बन्ड्स टु इच अदर भनेर चाहिँ निक्सनले चाहिँ डिक्लेयर गरेपछि चाहिँ वर्ल्ड चाहिँ फेरि ब्याक टु नर्मलमा चाहिँ आउँछ इभन दो गोल्ड चाहिँ त्यति बेला योसँग नभए पनि। अहिलेसम्म आउँदा चाहिँ तपाईले अलरेडी हल्का थाहा पाइसक्नु भएको छ कि गोल्डको आखिरी उत्पत्ति ओरिजिन कसरी भयो अनि यसको हिस्ट्री चाहिँ के थियो भनेर। अहिले चाहिँ मेन क्वेसन चाहिँ हाम्रो के थियो भने आखिरी अहिले आएर 2025 मा आएर चाहिँ गोल्डको प्राइस अल अफ द सडन जुन पर तोला लाइक इट वाज लाइक मेबी नेप्लिज 50,000 10 इयर्स अगो हैन अल अफ द सडन तपाईको एक वर्षमा चाहिँ लाइक लास्ट 6 मन्थमा चाहिँ जुन प्राइस नर्मल थियो एक हिसाबले अहिले चाहिँ अल अफ द सडन 2 लाख सम्म आयो। अहिले चाहिँ 2,50,000 नेप्लिज रुपियाँसम्म एभरेजमा आइरहेको छ। यसको पछाडिको रिजन चाहिँ के हो भनेर चाहिँ यो भिडियोमा चाहिँ हामीले जान्ने कोसिस गरेका छौँ। सो अहिले चाहिँ आएर चाहिँ तपाईको बारेमा म तपाईलाई भन्न जाँदैछु यसको फाइनल रिजन चाहिँ के हुन सक्छ भनेर। 1971 पछि चाहिँ प्रेसिडेन्ट निक्सनले चाहिँ गोल्डको एउटा त्यो गोल्ड स्ट्यान्डर्ड हटाएपछि चाहिँ के हुन्छ भने मान्छेहरूले चाहिँ
एक हिसाबले गोल्डलाई चाहिँ आफूसँगै राख्छन् हैन इभन युएसले चाहिँ त्यति बेला गोल्ड छैन भन्दा पनि दे वर लाइङ अल अफ द सडन गोल्ड चाहिँ उनीहरूले न्युयोर्क फोर्ट नक्स युएसको डिफ्रेन्ट प्लेसेसहरूमा चाहिँ उनीहरूले चाहिँ गोल्ड चाहिँ रिजर्भ गरेर राखेको छ नो युज बट मोस्ट अफ द टाइम दे जस्ट सिटिङ इन द vaults हैन बट इन केस अफ समथिङ ह्यापन्स एक हिसाबको साइकोलोजिक माइन्डसेट चाहिँ उनीहरूले एउटा बनाइदिएको छ कि गोल्ड चाहिन्छ भनेर सो इन केस अफ समथिङ ह्यापन्स वी हेभ गोल्ड भनेर चाहिँ उनले चाहिँ अझै पनि त्यो गोल्ड चाहिँ त्यहाँ राखेको थियो पहिलेदेखि सो बट अरू मान्छेसँग पनि जुन गोल्ड थियो त्यो चाहिँ मान्छेहरूले राखिरहेको थियो अनि दुनियाँमा केही तलमाथि हुन थाल्दा चाहिँ मान्छेहरूले चाहिँ गोल्डलाई चाहिँ एक हिसाबले भेरी प्रिसियस रूपले चाहिँ एसेटको रूपमा चाहिँ उनीहरूले इन्भेस्टिङ गरिरहेको थियो अनि गोल्ड चाहिँ रिजर्भ गरिरहेको थियो विश्वको लस अफ गोल्ड चाहिँ युएसमा स्पेसली न्युयोर्क एरियामा चाहिँ तपाईँको रिजर्भ गरेर बसेको छ अनि तिनीहरूले चाहिँ डलर चाहिँ लिएर गएको छ सो मान्छेहरूलाई थाहा नहोला बट स्टिल मोस्ट अफ द ट्रेड्स आर डन इन डलर बिकज अफ द गोल्ड रिजर्भ दे हेभ इन अ युएस अहिले पास्ट 20 इयर्समा हेर्ने हो भने चाहिँ तपाईँको नट ओन्ली युएस इज अ सुपर पावर अरू कन्ट्रीहरू पनि तपाईँको इमर्जिङ भएर आउँदैछ जस्तै लाइक चाइनाहरू अनि तपाईँको युएसएसआर पहिलाको अहिले चाहिँ रसिया इभन इन्डियाज प्लस अरू कन्ट्रिजहरू युरोपियन कन्ट्रिजहरू पनि आफ्नो फेरि पावर लिएर फेरि पनि आइरहेको छ कि अब वी डोन्ट निड युएस डलर एनी मोर वी हेभ टु क्रिएट आवर ओन डलर सो नट ओन्ली युएस डलर कि अरू पनि कन्ट्रिजहरू प्लस ब्रिक्स अरू नेसनहरूले चाहिँ के भनिरहेको छ भने अर्को करेन्सी बनाउनु पर्छ कि हामीले त्यसमा ट्रेड गर्न पाऊँ नट ओन्ली डलरमा ट्रेड गर्नु परोस् हामीलाई भनेर किनभने यसले चाहिँ के हुन्छ भने तपाईँले जुन अब युएसले चाहिँ यति होल डलरको भ्यालु गरेपछि कुनै पनि विश्वमा कुनै पनि ठुलो घटनाहरू हुन्छ ठुलो कामहरू हुन्छ त्यो चाहिँ युएसबाट नै इन्फ्लुएन्स हुनेछ दुनियाँमा चाहिँ धेरै कुराहरू चाहिँ अमेरिकाको डलरमा भएपछि चाहिँ के गर्छ भने अमेरिकाले चाहिँ एक हिसाबले यत्रो पावर होल्ड गर्छ कि उसले चाहिँ कुनै पनि कन्ट्रीको इकोनोमी डाउन गराउन सक्छ कुनै पनि पार्ट्स अफ द वर्ल्डको इकोनोमीले चाहिँ डाउन हुन सक्छ हैन सो यसमा चाहिँ धेरै बिलिभ भएपछि मान्छेहरू चाहिँ एक हिसाबले के हुन्छ भने भोलि बिहान हामीले चाहिँ युएसको रुलहरू फलो गरेन भने चाहिँ एक हिसाबले जुन अब डलर छ त्यो चाहिँ सायद युएसले वापस लिन्न कि भनेर चाहिँ उनीहरू डराइरहेको छ जसरी ट्रम्पले ट्यारिफ लगाएको छ विश्वमा विश्वको हरेक पार्टमा चाहिँ के एउटा एक हिसाबले डर फैलिरहेको छ भने के हामीले यो गभर्नमेन्टलाई युएस गभर्नमेन्टलाई फेरि पनि बिलिभ गर्न सकिन्छ त या त यो बिलिभेबल छ त भनेर उनीहरूले चाहिँ डाउट गरिरहेको छ हैन यसमा चाहिँ त्यो रिजनले गर्दा चाहिँ विश्वको मान्छेहरूले चाहिँ के भनिरहेको छ भने वी निड आवर गोल्ड ब्याक किप यो डलर भनेर चाहिँ डलर चाहिँ एक हिसाबले वापस युएसलाई गर्न खोजिरहेको छ एक हिसाबले हुँदैन भन्न त सकिरहेको छैन उसले चाहिँ बिलिभ के दिइरहेको छ भने चाहिँ डोन्ट वरी विल टेक केयर अफ यु गाइज वी हेभ यो गोल्ड स्टिल किप युजिङ द डलर भनिरहेको छ एक हिसाबले त्यो भएर चाहिँ डलरको चाहिँ भ्यालु चाहिँ एकदमै विश्वमा तीव्र रूपमा बढिरहेको छ किनभने गोल्ड चाहिँ युएसले वापस गर्न खोजिरहेको छैन अब जुन ट्यारिफले चाहिँ यत्रो डर फैलाएर आएको छ त्यसमा चाहिँ के भइरहेको छ भने मान्छेहरूले चाहिँ के अब डलरलाई चाहिँ फेरि पनि बिलिभ गर्न सकिन्छ त भनेर उनीहरूसँग चाहिँ एउटा अल्टरनेटिभ अप्सन खोजिरहेको छ अफकोर्स त्यो चाहिँ के हो भने गोल्ड जुन गोल्ड पहिल्यैदेखि नै यति धेरै भ्यालुएबल थियो त्यसलाई फेरि पनि मान्छेहरूले चाहिँ ल है अब चाहिँ गोल्ड हामीले फेरि पनि स्टोर गर्न राख्नुपर्छ के थाहा युएसको अब के हुँदैछ अब आउने समयमा यसको पावर रहन्छ कि रहँदैन आखिर रहेन भने यसको डलरको के भ्यालु त हैन सो फर द्याट रिजन पिपल आर ट्राइङ टु बाई गोल्ड प्लस अदर अल्टरनेटिभ सोर्स लाइक बिटकोइनहरू पनि अब एक हिसाबले डिजिटल करेन्सीहरू पनि आइरहेको छ जसमा चाहिँ गभर्नमेन्टको तपाईँको युएस गभर्नमेन्टको त्यति होल्ड हुँदैन नट इभन युएस इभन पनि कुनै पनि कन्ट्रीको यति होल्ड कन्ट्रोल नहुने भएको कारणले चाहिँ गभर्नमेन्टले चाहिँ एक हिसाबले दे आर वरिड अबाउट द बिटकोइन प्लस गोल्ड सो पिपल आर बाइङ गोल्ड लाइक नेभर बिफोर एन्ड फर द्याट रिजन प्राइस इज लिटरली गोइङ अप अब चाहिँ हेर्दा चाहिँ के लाग्छ भने चाहिँ हामी चाहिँ न्यू सेन्स अफ करेन्सी बिलिभ एन्ड ट्रस्टमा चाहिँ गइरहेको छौँ जस्तो लाग्छ किनभने जुन एउटा हाम्रो बार्टर सिस्टम थियो अब गाईबस्तु खाना गोल्ड बोन्ड्सहरू नोट्सहरू अनि डलरबाट चाहिँ बिस्तारै बिस्तारै हामी चाहिँ डिजिटल करेन्सिजहरू बिटकोइन प्लस अरू क्रिप्टो करेन्सिजहरू प्लस धेरै हिसाबले चाहिँ फेरि हिसाबले ट्रस्ट बिलिभ चाहिँ फेरि गोल्डमै गइरहेको छ सो अब आउने दिनमा चाहिँ
हामीले के भन्न सकिन्छ भने गोल्डको फेरि पनि भ्यालु यति नै रहन सक्छ किनभने गोल्ड चाहिँ फरएभर भ्यालुएबल भएर नै गएको देखिन्छ अहिलेसम्म। सो यो भिडियोको सारांशमा भन्नुपर्दा चाहिँ जुन गोल्ड हामीले चाहिँ अर्को दुनियाँबाट आएको गोल्ड हामीले चाहिँ भेटायो त्यसलाई चाहिँ एक हिसाबले फर्म अफ पेमेन्ट गरायो पछि चाहिँ गभर्नमेन्टले चाहिँ यसलाई चाहिँ एकदमै भ्यालुएबल बनाएर यसबाट चाहिँ पैसाको क्रिएसन गर्यो अनि दुनियाँमा चाहिँ एक हिसाबले इकोनोमी चलाउनको लागि चाहिँ युएसले चाहिँ डलर इन्भेन्ट गरेपछि डलर चाहिँ ब्याक चाहिँ गोल्डबाट भयो अनि दुनियाँको अरू कन्ट्रीहरूले चाहिँ गोल्ड चाहिँ युएसलाई दियो। युएसलाई दिएपछि चाहिँ एक हिसाबले युएसले चाहिँ डलर अरू कन्ट्रीलाई दियो पछि चाहिँ युएसले चाहिँ एउटा भनौँ न सिस्टम क्रिएट गर्यो कि डलरले चाहिँ दुनियाँको सबै कामहरू हुने भनेर चाहिँ एक हिसाबले पावरफुल कन्ट्री भएको कारणले चाहिँ सिस्टम क्रिएट गर्यो। पछि गएर चाहिँ त्यो सिस्टम चाहिँ अरू राइजिङ कन्ट्रीहरूले चाहिँ दे वान एक्सेप्ट। सो त्यसले गर्दा चाहिँ अरू कन्ट्रीहरूले पनि आफ्नो गोल्डहरू जम्मा गर्न थाल्यो वापस माग्न थाल्यो। त्यसले गर्दा चाहिँ मान्छेहरूले चाहिँ गोल्ड पनि फेरि स्टोरेज गर्न थाल्यो अनि युएसले पनि आफ्नो भएको गोल्ड चाहिँ एक्सपोज गरेन अनि डलर चाहिँ यत्तिकै प्रिन्ट गर्यो विदाउट एनी रिजर्भ। सो राइट नाउ एभ्रिबडी इज अनसर्टेन अनि जब अमेरिकामा चाहिँ यो ट्रम्पको एडमिनिस्ट्रेसन आएपछि चाहिँ ट्रम्पले चाहिँ ट्यारिफ लगाएपछि धेरै कामहरू जुन युएस डलरमा भएको थियो अनि मान्छेहरू चाहिँ इभन कन्ट्रिज आर लाइक मोर वरिड कि हाम्रो इकोनोमी कस्तो होला इफ वी बिलिभ इन डलर भनेर चाहिँ जुन ब्याक बाई गोल्ड। सो देन दे स्टार्टेड स्टोरिङ मोर गोल्ड टु देमसेल्फ एन्ड देन राइट नाउ द होल रिजन चाहिँ के भइरहेको छ भने जुन यो एउटा अमेरिकाको सिस्टम इकोनोमिक्स अनि पोलिसीले गर्दा चाहिँ विश्वमा गोल्डको भ्यालु चाहिँ यति प्राइस बढेर गइरहेको छ बिकज एभ्रिबडी इज अनसर्टेन अहिलेसम्म सबै अनसर्टेन छ। सो द्याट कुड बी द मेन रिजन है। यो भिडियोको कन्क्लुजनमा चाहिँ के भन्न चाहन्छु भने जति पनि करेन्सिजहरू जति पनि फर्म अफ पेमेन्ट्सहरू जति डिजिटल करेन्सिजहरू आए पनि एट द एन्ड अफ द डे पिपलहरूको लाइक मोस्ट अफ द रिच पिपल माइन्डमा चाहिँ के छ भने गोल्ड चाहिँ एक हिसाबको बिलिभ छ गोल्डमा चाहिँ एक हिसाबको ट्रस्ट छ होइन। अब आउने दिनमा पैसाको कुन रूपमा पैसा देखिन्छ वी क्यानट रियली टेल राइट नाउ इभन बिटकोइन क्रिप्टो करेन्सीहरू आए पनि बट वाट आइम गेसिङ फ्रम माई पोइन्ट अफ भ्यू मेरो अन्डरस्ट्यान्डिङबाट चाहिँ गोल्ड विल नेभर गो अवे इभन ब्याक अफ द माइन्ड ब्याक अफ द सेफ देयर विल अलवेज बी गोल्ड। मान्छेहरू भोलि बिहान जे पनि हुनसक्छ कुनै पनि अनसर्टेन चिजहरू होला डलरको भ्यालु घट्ला बढ्ला कुनै पनि नयाँ करेन्सीहरू आए पनि एट द एन्ड अफ द डे पिपल विल स्टिल बी fascinated toward gold, that shiny metal thing which can be held for forever. Thank you so much for watching this video. I hope you found it helpful. तपाईलाई यस्तै अरू भिडियोहरू हेर्नु छ भने कमेन्टमा कमेन्ट गर्नु होला प्लस यो भिडियो कस्तो लाग्यो मलाई प्लिज यसको फिडब्याक दिन नभुल्नु होला। सो आई विल टेक अल द क्रिटिक एभ्री कमेन्ट्स आर ओपन फेरि भिडियोहरू यस्तै लिएर आउँला बट टिल देन फलो एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच।